वाह कस्तो राम्रो रे नि फोटो खिच्न पर्यो एउटा स्टोरीमा राख्नलाई भिडियो पनि गर्नु अन्जा आउ त फोटो खिच्न फोटो भिडियो त खिचे यस्तो फुर्सदको समय पनि छ शीतल पनि छ के गर्ने होला पर्सिबाट स्कुल पनि हो रक्षाबन्धनलाई बोलाएर सल्लाह गर्नु पर्यो रक्षाबन्धना ओ रक्षाबन्धना मेरो घर आइजाऊ त पर्सिबाट स्कुल जाने होइन र रिदम तिमी पनि आऊ लिजा ए हजुर आइज मिलेर बसौँ न त आज पानी परेर कस्तो रमाइलो लाग्यो मलाई त तिमीलाई पनि रमाइलो लाग्यो पर्सिबाट स्कुल जाने हो अनुजा तिमी अब कतिमा अरे रक्षा तिमी म त 9 मा हो नि वन्दना म पनि 9 मै हो त अब 5 मा गए नि अनि आयन म त 1 मा गए पुष्पा म त अब 10 मा हो नि अनि तिमी चाहिँ कतिमा हो अब चाहिँ म 8 मा हो रहेन हैन र हुन त हो के रे तर 8 मा बियाली हुन्छ अनि बियाली हुने भएकाले मेरो मम्मीले सरकारीमै लगाइदिने भन्नुभएको छ त्यही भएर तिमीको स्कुलमा नाम लेखाएर आउँछ हामी त सँगै स्कुल जान पानी भयो हैन स्कुलको बारेमा सल्लाह गरेर त ल्याइयो केही रमाइलो गर्न पाए हुन्थ्यो गेम खेल्ने र हुन्छ खेलौँ न त के खेल्दिने नि लुकामारी नाइ अन्ताक्षरी खेल्ने गुड आइडिया त्यही खेलौँ न त यही बसेर पनि खेल्न मिल्छ हुन्छ हुन्छ सुरु गरौँ न क्रान्ति जाउँ त ल बाइ सबैजना बाइ मलाई पनि हल्छी लाग्यो म पनि गए है बाइ म सुरु गर्छु है त सारे ग म प ध नि सा खाए पछि आउँछ दिशा ल साबाट गाउँ न त सालको पटुटा पारी हुनी हेबालाई नाहुनी सलाई तिम्रो माया कति छ कति हेबालाई नलपति सलाई कोबाट कका की जेबाट पनि गाउन पाइन्छ कालो केसमा रेली मै बाँधे जीवन तिमीलाई हेर्दै रेली मै बिताउला जीवन नवसमयको रातो साडी चार पाङ्रे गाडी असलैको रातो साडी चार पाङ्रे गाडी आहाई किनिदिउला सुनको चुरा बरुडी नै कालिया गाईलाई गोठरेलीमै घोडालाई त बेला गाई पालौला रेलीमै ए मङ्सीमा गईमा मायालु तिमी कता छौ मायालु तिमी कता छौ यति आउँछ मलाई त चौबाट ऊबाट हुन्छ नि त सिकाइदिन पाइन्न उसको एक झलक मुस्कानले उफुमारुनी मायाले चञ्चल्ती नयन अन्दाजै फरक उफुमार्यो लेबाट बिग्रेको रेडियो बज्दैछ लेखमा डाफे बनैमा मजुरा हिरो नम्बर 1 हो नि हजुरा गोर्खे कुकुरी राम्रे कम्मरुना मन जित्यो मायाले पहिलो नम्बरमा
गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिलो नम्बरमा। आजलाई यति नै खेलौँ है। मैले घर कति धेरै काम छ, भोलि गएर खेलौँ लास। हुन्छ मलाई पनि भाइ हेर्न जान ह। पहिला सबैको काम थियो ल जाम है त। ल बाई बाई। सबैले भाइ है त ल ल ल। आजको हाम्रो छोटो बाल नाटक सकिसकेको छ। कस्तो लाग्छ कृपया प्रतिक्रिया दिनु होला। धन्यवाद।